I realize, not only realize, but it's a fact that only 1 year left to complete our bachelor's, and I am making this video just for us to cherish this moment and remember for the days to come. Hello, namaste, मेरो नाम युविना राई र आजको भिडियोमा साथीहरुसँग धेरै थोरै क्याप्चर गरेको भिडियो अपलोड गर्दैछु। अनि यो भिडियो कति बेला लिएको भन्दा जब हाम्रो प्री बोर्ड एक्जाम सकेपछि मैले भिडियो लिएको हो। अनि यो भिडियोको बारेमा कुरा गर्दा मेरो एउटा साथी छ मिस प्रज्ञा काफले। उसले चाहिँ के गर्ने उसको प्रवृत्ति छ भन्दा एक्जाम सकेपछि क्वेसन सबैजनालाई के गर्यो कस्तो गर्यो मेरो त यस्तो भयो भनेर टाउको दुखाउने बानी छ। अनि म चाहिँ ठ्याक्क अपोजिट, एक्जाम सक्यो त सक्यो, अनि अब कुरा गरेर के गर्ने भन्ने। मुस्कान पनि मेरै साइडमा छ आई गेस, ऊ पनि खासै कुरा गर्दैन, साथी टाउको नदुखाउँ भन्छ। अनि हाम्रो अर्को यो भिडियोमा फुटेज कसको छ भन्दाखेरि मिस खुसी लुइटेल, मिस खुसी दाहाल, अनि मुस्कान कर्मचार्य, प्रज्ञा काफले, अनि म। सो यो कुरा गर्दै गर्दा एक दिन, यो चाहिँ अर्को दिनको भिडियो, अनि मुस्कान कर्मचारी र प्रज्ञा काफले चाहिँ युविना दिदी हामी एकदम धेरै तपाईँलाई मिस गर्यो, तपाईँले हामीलाई टाइम दिनु भएन, तपाईँ हामीलाई भेट्नु आउनु पर्यो भन्दै रुँदै फोन गरेपछि ओके बहिनीहरूले बोलाएपछि म पनि भेट्नु जाऊँ भनेर भक्तपुरमा उनीहरूसँग भेट्न गयो। अनि वी स्पेन्ड क्वालिटी टाइम देयर। अनि भेटेपछि त सकिगयो नि, गफै त हो सोल्टै भन्ने खालको हाम्रो प्रज्ञाजीको गफ सकिँदैन। अनि हाम्रो मुस्कान कर्मचार्यले सुन्नु एकदम धेरै राम्रो सुनिरहेको हुन्छ। अनि म होमा हो मिलाउने मान्छे। त्यही हो, यसरी नै हाम्रो अहिले दिन बितिरहेछ, अलिअलि भएको समय पनि साथीहरूसँग भन्दै। र आजको लास्टमा मेरो तारिफ यहाँ हेर्नु, मलाई कति साह्रो धेरै आज हाम्रो ब्लग युविना बिना त्यही भएर कस्तो राम्रो भइरहेछ माहौल। वी मिस यु गीता राखन